हेलो गाइज, गुड आफ्टरनुन। के गर्दै हुनुहुन्छ? म भर्खर भोक लागेर नास्ता खाँदै थिएँ। अनि नास्ता खाएर अब म यसो घुम्न निस्किन लागेको छु। अनि कता हुन्छ आज, अब बाहिर भित्रको भन्दा पनि बाहिरको आज ब्लग आउँछ होला सायद। बाहिर यसो घुमेको आउँछ अनि त्यतैतिर रमाउँला। अनि घरको हालत त्यस्तो छ, फोहोरो छ। लास्टै फोहोरो छ। अब बाइक स्टार्ट गर्न जान्छु। लगाइ जब हेलमेटमा गोप्रो राखेर बाइक स्टार्ट गरेर अनि त्यसपछि जान्छु है। बाइक स्टार्ट गर्छु। यो पनि बिग्रेछ क्या, खालि बिग्रिन्छ यार, झाउ मात्रै लाग्ने यार। एकछिन स्टार्ट गरेर राख्छु। स्टार्ट पनि कहाँ हुन्छ र फेरि। यो तारले बाँधेको छँदैछ। ट्र्याकको तारले बाँधेको। अब यो फेरि अब स्टार्ट हुन्छ कि हुन्न थाहा छैन, हुँदैन थाहा छैन। फेरि बन्द भइदिइहाल्यो यार। यस्तो गरेर हुन्छ कि भनेर भनेको, फेरि बन्द भयो। हेरौँ अब के हुन्छ। अनि यो घुँडाहरू खुइलेछ, सासै अप्ठ्यारो भएछ। अब यो उसहरू त सबै देख्नुभयो होला तपाईँहरूले। यो त सधैँ हिँड्ने ठाउँ हो। म यो त सबै देखिराख्नुपर्छ। यत्रो खाल्टो छ अनि कहाँबाट हुन्छ यार। गाडीहरू पनि छिर्न पऱ्यो नि। छिरेर म त यताबाट जान्छु। यताबाट गइसक्यो आनन्द। यहाँनिर पिच छ अनि पिचबाट जाँदाखेरि आनन्द हुन्छ। अनि त्यसपछि बिचमा गएर यसो तेल पनि हाल्छु। तेल पनि छैन। देखाउन त टङ्कीमा फुल देखाएको छ, तर छैन। अब तपाईँलाई थाहा नै छ अब गाडीहरू कस्तो छ मेरो भनेर। अब बिचमा मैले R15 लिएको थिएँ। R15 अलि मलाई हेभी लाग्यो क्या, अलि खासै राम्रो लागेन। अनि त्यही भएर मैले त्यो चाहिँ बेचेरै यो लिएँ। छ पुरा छ भन्दा नि पहिला यो बनाउन जान्छु। बाइक बिग्रिसकेको छ। हल्का त्यो स्ट्यान्डमा प्रब्लम आएको छ क्या, स्ट्यान्ड हल्का लागेको छैन। अनि त्यो यसो बनाएर अनि बल्ल एउटा काम छ, काम भ्याएर गाइस।
त्यहाँ गएको त्यहाँ बनाइदिन भनेर भन्यो अलि बनाउन गाह्रै हुन्छ भनेर भनिसकेपछि म फर्किएँ क्या त्यहाँ भिडियो त गर्छु भनेर भनेको थिएँ बनाइदिए पा त बनाइदिन्न भनेर भने डाइरेक्ट अनि त्यही भएर म फर्किहालेँ क्या अनि गाइज म अहिले यहाँ उसमा छु अहिले यो पुलदेखि भर्खर क्रसिङ गरेर आउँदैछु त्यहाँ एउटा पसल छ पसलमा यसो जान पाए राम्रो हुन्थ्यो यो मेरो अलि उस भएछ क्या स्ट्यान्ड माग्नु भएछ त्यही भएर स्ट्यान्ड लाउँदाखेरि स्ट्यान्ड माग्नु टिङ्गो भइराखेछ कि त्यही भएर अलि गाह्रो भयो फेरि पनि मैले ब्लग लिएर आइहालेँ अनि स्ट्यान्ड चाहिने आज यतिकै चलाउनु पर्ने भयो जस्तो लागिराखेछ आज यतिकै चलाउँछु अनि त्यसपछि अब भोलितिर अनि बल्ल हेरौँला आज शनिबार हो नि त जताततै बन्द हुन्छ त्यो कारणले गर्दाखेरि आज बन्दैन जस्तो लाग्यो गाइस फेरि छाता लिएर यताउता नहेरिकन हिँड्छ फेरि भाइहरू पनि त्यहाँनिर छ भने यसो पत्ता हालेर मैले त्यो उस गराउने कोसिस गर्छु छैन भने फेरि भोलि नै होला सायद जहाँसम्म शनिबारमा आज सबै बन्द छ म फर्केर जान्छु आज नआउने भयो आज हुन्न कहिले बनियो थाहा छैन तर दौडाउनु त मजा आउँछ होइन हेभी बाइक भयो भने त सानो बाइकमा अझै मजा नआउने के दौडाउन त्यही पनि अफरोडिङ त धेरै गरिन्छ पनि त अफरोडिङ धेरै गरिन्छ हैन गर्छु अफरोडिङ त हेलो गाइस
जाँदैछु। बाइक हेर्न जाँदैछु। बाइक हेरेर अनि फेरि भेटौँला हामी। बाटोमा फेरि आज छुट्टी छ नि त बच्चाहरूको, अनि त्यही भएर बाटोमा आउन सक्छन्, झ्याउ हुन्छ क्या, आइदिइहाल्यो। त्यो बिचमा मैले अब आफ्नो बिजनेस पनि मिसाएँ होइन, बाइक लिन भनेको यही हो। अनि म आफैले लिने होइन, अरूले लिने हो। अनि यसो हेरिराखेको छु कि यसको स्पिड कस्तो छ, के छ भनेर।